सो हेलो एन्ड नमस्ते नमस्कार के छ गाइज सबैजना सन्चै हुनुहुन्छ होला। अनि यो चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन, यो चाहिँ लभ डाँडा हो, हाम्रो गाउँको एकदम भाइरल र एकदम खतरा भ्यू देखिने ठाउँ। कतिजना यहाँ आउनु भएको छ, आउनु भएको थियो कमेन्ट गर्नु होला। सो यो चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन, यहाँ चाहिँ कति धेरै फोहोर छ क्या अहिलेको समयमा। सो यो चाहिँ मैले अस्ति बनाएको थिएँ भिडियो, यो चाहिँ तपाईँहरूलाई देखाउनको लागि भनेर बनाएको भिडियो हो। सो अहिले यता यो दुइटा बस्ने ठाउँ छ, यता बस्नेहरू त सब ठिक छ, तर यो फोहोर चाहिँ मलाई मन परेन गाइज। यो चाहिँ अलि जङ्गल जस्तो ठाउँ भनेर यस्तो भएको हो, किनभने यसलाई यस्तो गर्नु भएन कि हामीले नै हो यस्तो यो सफा गर्ने भनेको। अब मान्छेले नै यस्तो गरिसकेपछि अब म बाख्रा चराउन आएको छु होइन, बाख्रा चराउन आउँदाखेरि बाख्राहरूले सम्म त्यस्तो खाइरहेछ कि गाइज। यहाँ हेर्न सक्नुहुन्छ सिसा कति धेरै छ, तपाईँहरूले कसले फुटाउनु भयो। अबदेखि आउँदाखेरि सबैजनाले यसलाई नफुटाउनु होला, यस्तो सिसा नफाल्नु होला, फोहोर नफाल्नु होला। म त्यही भन्न चाहन्छु गाइज। यदि तपाईँहरू चाहनुहुन्छ भने यसलाई त्यो सफा गर्न म कमेन्ट गर्नुहोस्, म कुनै दिन गएर सफा गर्नेछु, त्यो नि भिडियो बनाएर हाल्छु गाइज। यति चाहिँ गर्नुहोस्, सब यसमा फोहोर चाहिँ नगरिदिनुहोस् गाइज।